धेरै समय अगाडि वैकुण्ठ लोकमा भगवान विष्णु र माता लक्ष्मी बसिरहनु भएको थियो। तर एक दिन सानो कुरामा उहाँहरू बीचमा विवाद भयो। रिसाएर माता लक्ष्मी वैकुण्ठ छोडेर पृथ्वीमा आउनुभयो। माता लक्ष्मी बिना वैकुण्ठ सुनसान भयो। भगवान विष्णु अत्यन्त दुःखी हुनुभयो। उहाँले माता लक्ष्मीलाई खोज्ने निर्णय गर्नुभयो र पृथ्वीमा आउनुभयो। धेरै खोजीपछि उहाँ तिरुमालामा पुग्नुभयो। त्यहाँ भगवानले एक साधारण मानिसको रूपमा जीवन बिताउन थाल्नुभयो। समय बित्दै जाँदा उहाँको भेट पद्मावती मातासँग भयो। दुवैबीच प्रेम भयो र पछि विवाह पनि भयो। तर विवाहको लागि भगवानले ठूलो ऋण लिनुभयो। भनिन्छ त्यो ऋण अझै पनि तिर्न बाँकी छ। त्यसैले आजसम्म भक्तजनहरूले मन्दिरमा दान गरेर भगवानको ऋण तिर्न सहयोग गरिरहेका छन्। समयसँगै भगवान विष्णु त्यही तिरुपति बालाजीको रूपमा प्रसिद्ध हुनुभयो। उहाँको दर्शन गर्न आउने भक्तहरूको मनोकामना पूरा हुने विश्वास गरिन्छ।